हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। सो नमस्ते सबैजनालाई। सो म चाहिँ धेरै दिनको बादमा आज फेरि एउटा भिडियो बनाउन आँटेको युट्युबको लागि चाहिँ होइन। आज चाहिँ मेरो नेपालमा डे 6 छ कि डे 7 भयो। सो आउँदा 2-3 डेज चाहिँ पुरा गरम थियो, धेरै गरम थियो होइन। अब डे 4देखि चाहिँ गर्मी छैन, पुरा पानी पर्दैछ। यहाँको न्युजले भन्दैछ यहाँको नेपाली 21 गतेसम्म पानी पर्छ अरे भनेर होइन। सो आई होप सो कस्तो हुन्छ है, कसैको त बहुत लस्ट पनि भएको छ होला धेरै पानी परेर होइन। सो म चाहिँ आजभोलि छिटो उठ्ने भएको छु है। गाउँमा आयो भने चाहिँ म छिटो उठ्छु, छिटो उठेर ब्रेकफास्टहरू सबै गरिसक्यो मैले चाहिँ। अहिले चाहिँ म लन्च बनाउँदैछु है। लन्च पनि अलमोस्ट भइसक्यो होइन। सो वेदर हेर्नु सक्नुहुन्छ, म तपाईँहरूलाई वेदर पनि चेकआउट गराउँछु होइन। सो यस्तै छ, आजभोलि चाहिँ हावाहरू दामी दामी आउँदैछ, हेर्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ म चाहिँ यहाँ अहिले भइबस्छु नि त, चिसो चिसो हावा खाँदैछु। अन्त म तपाईँहरूलाई आजको वेदर कस्तो छ देखाउँछु है। आजको वेदर चाहिँ यस्तो छ साथीहरू, हेर्नु सक्नुहुन्छ। पानी परेर यस्तो पानी परेपछि चाहिँ यो कुवाहरू सबै भर्ने गर्दछ है। पानी परेपछि दुम्म भइरहेछ, अँधेरो भइरहेछ है। त्यो भएपछि चाहिँ टङ 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 पानी पर्छ है। तर पानी परेको राम्रो पनि हो एउटा है, मेरो लागि चाहिँ राम्रो, कसैको लागि चाहिँ बहुत लस्ट भइरहेको छ र हामीलाई चाहिँ गरम भएको छैन, त्यही ठुलो कुरा हो होइन। यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू, यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ यहाँनिर मेवा फल्दैछ है। यो चाहिँ सुपारीको रुख हो है, सुपारी फल्दै रहेछ। यहाँ चाहिँ मेवा छ है, चाहिँ मधेस हो नि त, मधेसतिर यस्तै हुन्छ होइन। सो गाइस, मेरा घर में पूजा होने वाला है, इसलिए न्यू किचन बन रहा है ना। सो गाइस, सो साथीहरू है, हाम्रो चाहिँ नयाँ किचन बनाउँदैछ नि त। फिनिसिङ भएको छैन, तर सामानहरू एकदम मेस भइरहेछ है, बहुत ज्यादा मेस भइरहेछ। हामी चाहिँ सफा गर्दैछु, किनकि भन्दा चाहिँ घरमा पूजा छ नि त त्यसले चाहिँ, त्यही भएर चाहिँ सफा गर्दैछ। अहिले चाहिँ पुरा मेस भइरहेछ कि, अब किचन बनिँदै थियो, कम्प्लिट नभइकन चाहिँ हामीले स्टोर रुम बनाएको थियो नि त, त्यही हामीले क्लिन गर्दैछ है। हुन्छ पानी परेर हालतहरू यस्तो, पानी बढी पानी पर्दा पनि प्रब्लम, घाम लाग्दा पनि प्रब्लम थियो है साथीहरू जिन्दगीमा। गाइस देखो यस्तो था, गाइस हेर्नुहोस् यस्तो थियो, अहिले यस्तो है, यतिको सफा हुँदैछ है। अहिले अब यसलाई धुनुपर्ने हुन्छ है। फाइनली देख सकते हैं आप लोग, इतना साफ हुआ है एक दिन में, न्यू है ना, इतना साफ नहीं हो सकता है, ऐसा हुआ है अभी। गाइस हेर्नु सक्नु, साथीहरू हेर्नु सक्नुहुन्छ, अहिले चाहिँ यति सफा भएको छ है। किनकि अब फर्स्ट दिनमा यति साह्रो सफा हुँदैन, यतिको चाहिँ हामीले बनाएको छ है। टेबल यति कालो थियो, यतिको चाहिँ बनाएको छ हामीले है। गाइस हामीले साथीहरू जलमुरी पनि बनाएर खाइसक्नु आँट होइन। नेपालको जलमुरी चाहिँ इन्डियाको जस्तो टेस्ट आउँदैन रहेछ, घरमा बनाएको चाहिँ दोकानको चाहिँ राम्रै हुँदो रहेछ हो। सो साथीहरू फाइनली 4 दिन बाद चाहिँ हेर्नु सक्नुहुन्छ, यति दामी घाम लागिरहेछ आज चाहिँ है। घामले आँखा देखेको छैन। सो 4 दिनसम्म चाहिँ यति धेरै पानी परेर कति दार्जिलिङ है, वेस्ट बेङ्गलहरूतिर, नेपालमै कतिवटा जग्गामा पुरा घरहरू डुबाएछ पहिरो गएर है। सो हिजोको भिडियोलाई म आज कन्टिन्यू गर्छु। हिजो हामीले किचन सिचन सफा गऱ्यो, आज भाइहरूले घरहरू सफा गर्छ होला। पूजा भोलि चाहिँ हाम्रो घरमा पूजा छ नि त। सो पूजाको लागि सामानहरू किन्नुपर्ने छ, अन्त सामानहरू किन्नु लागि चाहिँ अब मार्केट जानुपर्ने हुन्छ एकछिनबाट है। अन्त अहिले चाहिँ म यहाँ बसिरहेको छु रोडमा, हेर्नु सक्नुहुन्छ। आजको भ्यू चाहिँ यस्तो छ है। इधर चाहिँ है पानी पर्ला जस्तो भइरहेको है, पानी पर्ला जस्तो भयो, अहिले नै पर्छ जस्तो भयो है। आई थिङ्क अहिले नै पानी पर्छ होला नि, हेर्नु सक्नुहुन्छ है। एकछिन घाम लागे जस्तो भएको थियो होइन, फेरि पानी पर्ला जस्तो भयो गाइस। सो साथीहरू अब चाहिँ म पार्लर जान आँटेको, मेरो थ्रेडिङ गर्नुपर्ने छ होइन। सो अब भाइर म चाहिँ जान्छु, भाइको चाहिँ हेयर कट गर्नुपर्ने छ अरे नि त। मेरो चाहिँ थ्रेडिङ गर्नुपर्ने छ, धेरै दिन भयो थ्रेडिङ नगरेको। अन्त चाहिँ मलाई स्याम्पू पनि लिएर आउनुपर्ने छ हेयर वास गर्नु लागि। अब चाहिँ हामी चाहिँ सलुन गएको, सलुन चाहिँ ओपन छ कि छैन थाहा छैन, यता चाहिँ दसैँतिर चाहिँ पुरा बन्द हुँदो रहेछ होइन। सो अब चाहिँ हामी चाहिँ लाग्नुपर्ने हुन्छ है। सो हामी छौँ बजारमा, यहाँको मान्छेहरूले चाहिँ हामीलाई टक्क परेर हेर्छ हो। अहिले मान्छे नभए जस्तै अब नयाँ फेस देखेर पनि हुनसक्छ। अहिले चाहिँ
मलाई चाहिँ लेडिज सलुन चाहिँ छ जस्तो लागेन। यहाँ हेयर कट गर्ने केटाकोहरू चाहिँ रहेछ। गएर एकचोटि चेक गरौँ। हेलो, अब चाहिँ हामी फर्केको। यसको हेयर कट चाहिँ भयो। मेरो सलुनको काम चाहिँ भएन किनकि आज चाहिँ सलुनहरू बन्द छ अरे। यहाँ चाहिँ सानो सानो सलुन मात्रै हुँदो रहेछ, त्यही भएर बन्द छ अरे। अहिले चाहिँ रात पऱ्यो भने चाहिँ यस्तो देख्दो रहेछ। सो हामी चाहिँ फर्केको साथीहरू। अहिले चाहिँ रात परेको नजाने। अहिले चाहिँ हामी चाहिँ चिकन दोकान खोजेर हिँडेको। यहाँ रास्तामा रात परिसक्यो हो भोलिको लागि। मलाई चाहिँ दोकान छ जस्तो लागेन। हेरौँ अब हामी चाहिँ माथिसम्म जान्छ है। यस्तो रात भएको छ, तपाईँहरूलाई पनि देखाउँछु म यसरी। सो अभी रात हो गया है, हम लोग जा रहा है चिकन देखने के। सो गाइस अभी हम लोग जा रहा है घर क्योंकि रात हो गया बहुत ज़्यादा। फ्रूटी लिया है, एक फ्रूटी खाते खाते जाएगा। मैंने शैम्पू भी ले लिया है क्योंकि इधर में एक शॉप है, उधर में अच्छा प्राइस से दूसरा जगह में बहुत ज़्यादा है। देख सकते हैं इतना ज़्यादा रात हुआ है। सी चेक आउट द व्यू। रात हो गया बहुत ज़्यादा।